थ्याङ्क्स गिभिङको सुरुवात सन् 1621 1621 मा भएको मानिन्छ, जब इमिग्रेन्ट्सहरू पहिलो पटक मे फ्लावर पानी जहाजबाट अमेरिका आइपुगे। उनीहरूलाई यहाँको स्थानीय आदिवासी समुदाय, जसलाई वाम्पानायक भनेर भनिन्छ, उनीहरूले बाली नाली लगाएर कसरी जीवनयापन गर्न सकिन्छ भनेर सिकाए र उनीहरूले त्यो सिकिसकेपछि यहाँको स्थानीय आदिवासी समुदायहरूलाई बोलाएर पहिलो पटक संयुक्त भोजको आयोजना गरेका रहेछन्, जसलाई धन्यवाद दिने दिन अर्थात् थ्याङ्क्स गिभिङ भनेर मनाउन थालियो। तर थ्याङ्क्स गिभिङ यति मात्र होइन। सन् 1863 अर्थात् 1863 मा अमेरिकाको गृह युद्ध बीचमा राष्ट्रलाई एकतामा ल्याउने चाहनाका साथ राष्ट्रपति अब्राहम लिङ्कनले यसलाई राष्ट्रिय पर्वको रूपमा घोषित गरे। सन् 1941 1941 बाट हरेक नोभेम्बर महिनाको चौथो बिहिबार औपचारिक रूपमा थ्याङ्क्स गिभिङ मनाउने गरिन्छ। हिजो आज थ्याङ्क्स गिभिङ एउटा कृतज्ञता प्रकट गर्ने दिनको रूपमा चलिआएको छ। आफ्नो परिवार, साथी, जीवनका साना अथवा ठुलाहरूको आशीर्वाद कदर लिने एउटा अवसर पनि हो। एकै ठाउँमा भेला भएर स्वादिष्ट भोजन, विशेष गरी टर्कीका विभिन्न परिकारहरू साझा रूपमा, संयुक्त रूपमा सँगै बसेर त्यो भोजको आयोजना गर्दा, भोज खाँदा यसले सम्बन्धलाई झनै मजबुत बनाउने गर्दछ। यो थ्याङ्क्स गिभिङको दिनले हामीलाई समाजप्रति जिम्मेवार हुनुपर्छ भन्ने कुरा यसले सम्झाउँछ। थुप्रै मानिसहरूले यो थ्याङ्क्स गिभिङको हलिडे डिनर अथवा थ्याङ्क्स गिभिङ डिनरको वितरण गर्ने, अरूलाई खुवाउने र समुदायमा, आफ्नो समुदायमा गएर सामाजिक सेवा गरी थ्याङ्क्स गिभिङको वास्तविक आत्मसात गर्दछन्। थ्याङ्क्स गिभिङ हाम्रो विगतको कथा, यो वर्तमानको मूल्य र भविष्यमा कृतज्ञतासँग अघि बढ्ने एउटा प्रेरणा हो। यो दिनमा हामीले सबैलाई धन्यवाद भन्न बिर्सन हुँदैन। सबैजनालाई धन्यवाद छ। ह्याप्पी थ्याङ्क्स गिभिङ।